देवानगञ्जका स्थानीय मुद्दा धेरै छन्। मैले बारम्बार भन्दै आएको यो देवानगञ्ज बजार हेर्नुस्, त्यो परतिर विराटनगर बजार हेर्नुस्, जम्मा 100 मिटरको फरक छ, 200 मिटरको फरक छ। त्यो त्यस्तो हुने, यो यस्तो हुने, यस्तो हुँदैन। अब देवानगञ्जलाई टाउन प्लानिङको रूपमा अब हामी योजना बनाएर अगाडि बढाउँछौँ। तपाईहरुले धेरैचोटि भोट दिएर तपाईहरुकै भोटबाट प्रधानमन्त्री पनि बनाउनु भएको, तर केही पनि भएन यो ठाउँमा। यहाँका सुकुम्बासीका समस्या, यहाँका किसानका समस्या, यहाँका तपाईँ आम देवानगञ्जवासीले यहाँको बोर्डर रक्षा गर्न बस्ने, तर तपाईहरुको लागि बोर्डरमा अर्को ल्याएर ढोका खुलेर बस्ने, यस्तो हुँदैन। तपाईले सीमा सुरक्षा गर्ने भइसकेपछि यो देवानगञ्जको यो भन्सार अब हामी यसलाई हाम्रो पालामा चालु गराउँछौँ। 1 किलो मल ल्याउँदाखेरि किसानको खुसी नै वाह, जसले रात दिन नभनिकन यो सीमाको रक्षा गरेर बसेको छ। त्यसो हुँदा अब क्षेत्रीय रूपमा, लैङ्गिक रूपमा, जातीय रूपमा, भाषिक रूपमा कुनै पनि हिसाबले यो नेपालमा रहेका कुनै पनि नेपालीले अब हेपिनु पर्दैन। सबैलाई समान न्याय हुने गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीले यही नेपालमा यहीको माटो समातेर आफ्नो विधान तयार गरेको छ। तपाईहरुले धेरै पार्टी